ओ बुढी के भयो अन्त छिमेकीसँग बाजे झगडा गरेछु आज के भयो त अनि किन बाजेकी त अनि ल हेर अनि तपाईँले घरमा बाँच्नु हुँदैन घर झगडा गर्नु हुँदैन अल्ला छिन लाग्छ भनेको होइन अनि बाहिर गएर बाँचेको तँलाई बाँच्नु चाहिँ बाँच्नै पर्ने अनि बाँच्नु पर्दैन त राम राम छिमेकीमा रिसले पुलिसमा रिपोर्ट गर्न जाँदाखेरि वा खुर्को गरेर सरी भनिहाल्छ जान्न मेरो तर्फबाट तपाईँ सरी भनिदिनु न भन्छु म त जागर तँ गरेर दुनियाँ बाजेर आउँछस् अनि म भन्दिनँ है फेरि मलाई भोलि पुलिस थाना लग्यो भन्दा म त सबै यो बुढाले सिकाएको मलाई बुढाले यसो यसो भन्नु भनेर पठाएको मेरो यसमा केही गल्ती छैन म तपाईँको नाम लगाइदिन्छु तपाईँले त बाँध्नु सिकाएको मैसँग बाँध्ने मैसँग झगडा गर आजदेखि अरूसँग बाहिर गएर बाजेर छर छिमेकसँग तँले नाक मुख देखाउनु नमिले बनाइसकेस् तँले तेरो यो मुख चाहिँ चुप्प लगाएर राख्दा हुँदैन हुँदैन त मैसँग बाँध्नु त मैसँग झगडा गर्नु त बाहिर गएर एक शब्द राम्रो नबोले कुरो बुझिस् नि अनि पहिले नै त्यति भनेको थियो भने अहिले पुलिस थानामा मेरो रिपोर्ट गरेर जाते यो सबै तपाईँले गरेर हो क्या मलाई थाहा अन्त कहाँ हिँडे के अनि अब छिमेकीले सरी भन्न जानु परेन भोलिदेखि म तिमीसँग बाँच्दिनँ मेरै बुढासँग बाँच्नु पर्यो त्यो मलाई बाँध्न दिनु भयो भने चाहिँ मैले जानेको छु नि त्यहाँ म जे भन्छु तपाईँ सहेर बसिरहने म जे गर्छु तपाईँले चुप्प लागेर हेरिरहनु त्यहाँ म जे भन्छु त्यही गर्नु हिजै त्यति भनेको थियो भने आज मैले यहाँ छिमेकीको गाली खानु पर्थ्यो पुलिसले मलाई दुनियाँ थोक भन्थ्यो अचम्म छ दाइ मैले जे भन्यो त्यही थपक्क सुन्ने म नत्र फेरि म फेरि छिमेकीमा गएर बाँच्यो तपाईँको बेइज्जत गरिदिन्छु नि उता गएर सरी भनेर आइन्छ एकचोटि मुसुक हाँसेर त जान्छु त नि अब त्यही त जानु पर्यो नि सबै मेरो बेइज्जत गर्ने नि तपाईँ त हो नि